नेपालको संविधान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल कानून हो। नेपालको संविधान 2072 असोज 3 गते जारी गरिएको हो, जसको ऐतिहासिक पृष्ठभूमि निकै महत्वपूर्ण छ। संविधान देशको मूल कानून हो जसले राज्यको शक्ति र नागरिकको अधिकार निर्धारण गर्दछ। यसले नेपाललाई एकात्मक राज्यबाट संघीयतामा रूपान्तरण गरेको छ। संविधानमा 35 भाग, 308 धारा र 9 अनुसूचीहरू छन्। यो नेपालको संवैधानिक इतिहासमा 7औं संविधान हो। संविधानका मुख्य विशेषताहरू गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता हुन्। यसले सार्वभौम सत्ता नेपाली जनतामा निहित गरेको छ, धार्मिक स्वतन्त्रता सुनिश्चित गरेको छ र राज्यका अङ्गहरूमा नागरिकको सहभागिता सुनिश्चित गरेको छ। नेपालमा संघीय शासन प्रणाली अन्तर्गत संघ, प्रदेश र स्थानीय गरी 3 तहका सरकारहरू छन्। यी तीनवटै तहका सरकारहरू सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित छन्। संविधानमा धारा 16 देखि 46 सम्म जम्मा 31 वटा मौलिक हकहरू छन्, जसमा समानता, स्वतन्त्रता, सामाजिक न्याय र संवैधानिक उपचारको अधिकार समावेश छन्। धारा 48 मा नागरिकका 4 प्रमुख कर्तव्यहरू तोकिएका छन्। संविधानका 9 अनुसूचीहरूले राष्ट्रिय झण्डा, राष्ट्रिय गान, प्रदेश र जिल्लाको विवरण र संघ, प्रदेश र स्थानीय तहका साझा अधिकार सूचीहरू समावेश गर्दछन्। संवैधानिक अङ्ग र निकायहरूमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग र राष्ट्रिय मानव अधिकार आयोग जस्ता संस्थाहरू समावेश छन्। राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वहरू संविधानको भाग 4 मा उल्लेख गरिएका छन्। यी सिद्धान्तहरू राज्य सञ्चालनका लागि मार्गदर्शक सिद्धान्तका रूपमा रहनेछन्, तर अदालतमा प्रश्न उठाउन पाइने छैन। संविधानको महत्त्व यसको प्रस्तावनामा स्पष्ट पारिएको छ, जसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको संकल्पलाई जोड दिन्छ। संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो। यस भिडियोको बारेमा कुनै प्रश्नहरू छन् भने कृपया थप जानकारीको लागि वेबसाइटमा जानुहोस्। यो भिडियोमा प्रयोग गरिएका तस्बिरका स्रोतहरू यहाँ दिइएको छ।